शुभ बिहानी नमस्कार सेवाहरू। आज चाहिँ म यहाँलाई गणेश भगवानदेखि दर्शन गराउँछु ल। अन्तिमसम्म हेर्नुहोस् है ल। पूजा गर्दै हुनुहुन्छ भक्तजनहरू। अनि त्यसपछि नमस्ते सक्नुभयो पूजा। त्यसपछि म यहाँलाई शिव भगवानको पूजा गर्छु। श्रद्धालु भक्तजनहरू चाहिँ आएर यसरी विधिगत रूपमा पूजा गर्नुहुन्छ। घन्टी सुन्नुहोस् ल शिव भगवानको। ल 7 चोटि घन्टी बजाएँ। आज 20 गते बिहिबार अघि दर्शनमा आइसक्नु भएको छ दर्शनार्थीहरू। म बाहिरबाट बिस्तारै होइन दर्शनार्थीहरूले दर्शन गर्दै गर्नुभएको दृश्यहरू होइन त्यहाँ लाखबत्ती बाल्दै गर्नुभएको दृश्यहरू देखाउँदै हेर्न फोटो तस्विरहरू लिँदै खुसी हुनुभएको छ। आज मौसम खुलेको छ नि त। यहाँको धेरै घन्टी भएको पनि देखाउँछु ल। बजाउँछु पनि ल। पछाडि सूर्योदय है। अब यहाँबाट छिर्छु म बिस्तारै छिर्छु। देवीको दर्शन पनि गर्छु। यहाँलाई नि गराउँछु। दिदी दर्शन दिदी। यहाँबाट देखाउँदै घन्टी सुनाउँछु। मेन घन्टी चाहिँ 101 वर्ष पुरानो घन्टी ल। एकचोटि यहाँलाई सुनाउँछु। अनि बिस्तारै छिरेर देवीको दर्शन पनि गराउँछु र यहाँ म पनि गर्छु ल। मन्दिरको गुरु दर्शन गुरु यहाँबाट छिर्छु। पूजा गर्दै हुनुहुन्छ दर्शनार्थीहरू ल। देवीको दर्शन गर्नुहोस् अनि पाउको पनि दर्शन गर्नुहोस् ल। यहाँबाट पूजा गर्दै हुनुहुन्छ श्रद्धालु भक्तजनहरू। मूलथान चाहिँ देखाउँ कि भनेको होइन भिड छ। जान्छु ल म ट्राई गर्छु। पाएँ भने गराउँछु नभए थोरै परबाट भए पनि देखाउँछु ल यहाँलाई। ल पूजा गर्दै हुनुहुन्छ भक्तजनहरू। यहाँबाट ल देख्ने भयो ल। मूलथानको दर्शन गर्नु ल यहाँबाट। यो दुःख गरेर आएर मेरो भाकलहरू पुरा गरिदिनुहोस् है भगवान् भनेर ढोग्ने ठाउँ यो हो। विशेष मन्दिरमा टाढाबाट आएर ढोग्ने ठाउँ है यो चाहिँ ल। अनि यहाँबाट अखण्ड दीप। हिमाल चाहिँ कहाँबाट देखाउने होला? हिमाल यहाँबाट जुम गर्छु ल। ल यो चाहिँ ताप्लेजुङबाट देखिने ताप्लेजुङकै हिमाल ल। कञ्चनजङ्घा र कुम्भकर्ण यहीँबाट मोबाइल अग्लो बनाएर देखाएँ ल। ल पाथिभरा मन्दिरबाट आज 20 गते बिहिबार सबैजनालाई नमस्कार।